हेलो साथीहरू नमस्कार। अभिवादन जय नेपाल तिसी डेले फ्यापुला। यहाँहरू सबै सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। नेपाल फेरि पनि गम्भीर भूराजनीतिक मोडमा फस्दैछ। जसरी नेपाली समाजमा अहिले एक किसिमले राजनीतिक विचलनको अवस्था छ हैन, जनताहरू एक किसिमले विभाजित भएको अवस्था हो। त्यसैले समग्र नेपाली समाजमा अहिलेको चिन्ता के छ त भन्दा पनि पार्टीको जीवनमा, आन्तरिक पार्टी जीवनमा ठुल्ठुला पार्टीहरू हेर्ने पनि त्यस्तै छ। नेतृत्वमा को आउने, कसले लिने भन्ने कुरा भन्दा पनि त्यहाँ आन्तरिक द्वन्द्वमै फसेको छ। नेतृत्व कसले हत्याउने भन्ने दाउ नै छ। एमालेको एउटा महाधिवेशन भयो, अरूले गर्न सकेको छैनन्। त्यसैले छिन्न भिन्न र टुटपुट अवस्थामा नेपालको राजनीति गुज्रिरहेको अवस्था हो। र भदौभन्दा अगाडिको सिचुएसन के भयो होइन, भदौ 23-24 घटना कसरी एक्कासी बाई प्लानिङ भन्दा पनि अब यो नसोचेको घटनाहरू भइदियो। त्यसैले त्यो हिजोको सरकारमा को थियो भन्ने व्यक्ति अबले नेपाली समाजमा कसरी रुलिङ हुँदैछ, समाजमा कस्ता किसिमका घटनाहरू घट्दै छन् भन्ने किसिमको एक किसिमको राज्य संयन्त्रको त्यो किसिमको इन्स्टिट्युसनहरू होइन, त्यो किसिमका संस्थाहरू हाम्रा कति कमजोर रहेछन् त भन्ने कुरो एक किसिमले त देखाएको छ। त्यसैले त्यत्रो घटना हुन लाग्दा नि हाम्रा संस्थाहरू होइन, हाम्रो सरकारका प्रतिनिधिहरू र एउटा राजनीतिज्ञले नेपाली समाजमा कस्तो छ र समाज कुन मनोविज्ञानबाट चाहिँ परिचालित भइरहेको छ र कस्तो मनोविज्ञानले नेपाली समाज गुज्रिरहेको छ र अब आउन घट्न सक्ने घटनाहरू कस्ता कस्ता हुन्छन् र नेपाली समाजले कस्ता घटना बिहोर्न सक्छ भन्ने एउटा राजनीतिकले त्यो किसिमका बारेमा पनि सोच्नु पर्दछ र त्यही अनुसारको चाहिँ उसले तयारीहरू गर्नुपर्दछ। किनभने योभन्दा अगाडि यो सरकारमा त्यो किसिमको तयारी देखिएन, एकदम सरकार विफल भयो होइन, राज्यले अरबौं करोडौँको क्षति पुग्यो। खैर जे होस्, त्यो आन्दोलन भयो 23-24 सामान्य परिस्थितिमा आयो, सेनाले हात लियो होइन। अब यो सेनाले कुन स्थितिमा हात ल्यायो, सेनाको कतिसम्म चाहिँ लापरवाही देखियो भन्ने कुरो चाहिँ त्यो घटनैबाट थाहा हुन्छ होइन। यत्रा खतरा चाहिँ देशका संरचनाहरू जल्दाखेरि पनि त्यो किसिमको राज्य संरचना एकदम कमजोर रहेछ भन्ने कुरो चाहिँ प्रमाणित भयो। त्यसो भएको हुनाले यो आन्दोलन कसरी मोनिटरिङ भएको थियो, कसले सञ्चालन गरेको थियो होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू कतिको हात छ भन्ने यावत विषयहरूमा सर्वत्र विज्ञहरूले नि बताइसकेका छन् होइन। अन्तर्राष्ट्रिय कसरी अमेरिकाको भनेका छन्, अमेरिकाको एउटा कि न्युज भन्नेले त प्रत्यक्ष रूपमा चाहिँ अमेरिकाकै हात छ यो नेपालको जेनजी आन्दोलनको मुभमेन्टलाई चाहिँ यदि खर्च गरेको भनेर चाहिँ एउटा प्रकाशितै भइसकेको छ त्यहाँनिर एउटा प्रतिवेदनै। त्यसो भएको हुनाले अहिले जेनजी आन्दोलन कुन उद्देश्यको लागि र कुनै स्वार्थ समूहले उसको स्वार्थ पूर्तिका लागि नेपाली समाजलाई विभाजित गर्नको लागि र उसले नेपालबाट लिन सक्ने फाइदाको निम्ति उसले त्यो आन्दोलन गरेको थियो। त्यसो भएको हुनाले त्यो आन्दोलन गयो, सीमित व्यक्तिहरूलाई प्रयोग भए होइन, त्यहाँनिर खर्च गर्यो, उसले अरबौं डलर खर्च गर्यो। आज फेरि त्यही शक्तिले नेपालमा द्वन्द्व ल्याउन खोजिरहेको छ। सरकार बन्यो होइन, सरकार बन्यो, कस्तो परिस्थिति निर्माण भयो भन्दाखेरि जुन व्यक्तिलाई युज भएको थियो हिजोको त्यो जेनजी आन्दोलन मुभमेन्ट गराउन, आज त्यही व्यक्तिलाई को ज्यान जोखिममा पनि छ एक हिसाबले हेर्ने हो भने। किनभने उसले त्यो परिस्थिति निर्माण हुँदै जाँदाखेरि उसले त्यो किसिमको चाहिँ क्षमता बिहोर्न नसक्ने अवस्था र पछि चाहिँ खोल्नुपर्ने अवस्था पनि आउन सक्ने भयो होइन। एउटा समूहले के हो त भन्दाखेरि अब यो जुन सुदन गुरुङहरूको समूहलाई टार्गेट पार्न पनि सक्छ। किनभने उनीहरूले चाहिँ नेपाली समाजको बारेमा वास्तविक नेपाली हो भने उसले परिस्थिति अनुसार उसले भोलि सबै कुराहरू खोल्दै जानेछ होइन। यथार्थ घटना कसरी घट्यो, कहाँबाट घट्यो, उसलाई एक थाहा छ नि त। त्यसो भएको हुनाले अहिलेको सरकारले त्यो जेनजीको आन्दोलनले पूर्ण गर्न सक्छ एउटा स्वार्थ समूहको चाहिँ प्रतिनिधि हो होइन। अब अर्को चाहिँ के हुन्छ त भन्दाखेरि अहिले जुन यो के निकोलस भुसालहरूले आन्दोलन गरिरहेछन् जुन प्रधानमन्त्रीकै विरुद्धमा भन्दाखेरि फेरि उनीहरूलाई नि त्यही पात्रले परिचालित गरिरहेको छ। किनभने त्यो अन्तर्द्वन्द्वमा, राजनीतिक अन्तर्द्वन्द्वमा खेल्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ यो द्वन्द्वमा खेलेर उसले आफ्नो फाइदाहरू लिने। अब यता सुशीला कार्कीलाई पनि दबाबमा राख्ने
होइन, राजनीतिक पार्टीहरूलाई दबावमा राख्ने, आउन नदिने, सकेसम्म चुनाव हुन नदिने, होइन, त्यसैले द्वन्द्व सिर्जना गर्ने, जतिसक्दो नेपालमा त्यो अस्थिर बनाएर द्वन्द्व सिर्जना गरिरहने र आफ्ना चाहिँ एउटा हितका कामहरू, आफ्ना एजेन्डाहरू चाहिँ पुरा गर्ने उद्देश्यले हेतुले पश्चिमा शक्तिहरूको ठुलो चाहिँ रणनीतिक रूपमा चाहिँ नेपालमा कुदृष्टि परेकै छ। चाहे अमेरिका भन्नुहोस्, होइन, जसले अहिले भर्खरै चाहिँ धेरै देशका राजदूतहरूले चाहिँ फिर्ता भएर जाने क्रम चलिरहेको छ। चिकन नेक भन्ने बङ्गलादेश, पाकिस्तान, भारत र नेपालको सीमा पनि यो चिकन लेग भन्ने ठाउँमा चाहिँ, चिकन नेक भन्ने ठाउँमा चाहिँ एक किसिमले आन्तरिक द्वन्द्व हुन आँटिरहेको छ। भारतमा त्यही के अरे बङ्गलादेशमा हिजो चाहिँ त्यही जेनजी आन्दोलनका नेता मारिएका छन्। त्यसैले यावत घटनाहरूलाई हेर्ने हो भने अहिले र विश्व राजनीतिक परिस्थितिलाई हेर्ने हो भने चरम शक्ति सङ्घर्षका शक्तिशाली देशहरूको चाहिँ शक्ति सङ्घर्षले गर्दाखेरि त्यसको रणभूमि नेपाल बन्न सक्ने अवस्था छ। त्यसो भएको हुनाले अहिलेको परिस्थितिमा एउटा देशभक्तको चाहिँ देशको चिन्ता, होइन, आफ्नो साम्प्रभुत्व, आफ्नो आफ्नो राज्यको चिन्ता हुने, माटोप्रतिको माटो हुने, भोलि अरूबाट शासित हुने कि आफैले शासन गर्ने भन्ने कुराले त्यो सोचेर अब तपाईँ हामी एक हुनु जरुरी छ नेपाली जनताले। त्यसैले म सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह र अनुरोध गर्न चाहन्छु, तपाईँ हामी एक हुनुपर्छ मिल्नुपर्छ राष्ट्रियताको सवालमा, होइन। त्यसैले अहिले यहाँ त धेरै कुराहरू भइरहेका छन्, धेरै पार्टीको आन्तरिक जीवनमा समस्याहरू आएका छन् र चाहिँ अहिले भत्ताभुङ्ग भएको अवस्था हो। त्यसैले यो भद्रगोर भएको अवस्थामा चाहिँ हामीलाई अरूले चाहिँ फाइदा लिन सक्छन्, होइन, हाम्रो चाहिँ हामी कमजोर भयो भने अरूले चाहिँ त्यो किसिमको फाइदा लिने, होइन, हामीबाट चाहिँ एक किसिमको नेपाली समाजमा चाहिँ जुन किसिमको परिस्थिति छ, शिक्षा, स्वास्थ्य, रोजगार, होइन, हामी विश्वमा हेऱ्यौँ भने झन् कमजोर हुँदै गइरहेको अवस्थामा, कमजोर भइरहेको अवस्थामा चाहिँ झन् यो किसिमको द्वन्द्वले, होइन, यो किसिमको चाहिँ आन्तरिक सङ्घर्षले, किनभने हामी झन् पछि पर्ने अवस्था हो। हाम्रो अन्तर्राष्ट्रिय मञ्चहरूमा, होइन, अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको पहुँच चाहिँ झन् कमजोर भइरहेको अवस्थामा, त्यसैले नेपालको राजनीतिक त्यहाँ चाहिँ उपस्थिति चाहिँ एकदम कमजोर भइरहेको छ नि त। पछिल्ला आउँदा वर्षहरूमा चाहिँ आन्तरिक राजनीतिमै एक किसिमको चाहिँ स्थिरता नआउने, त्यसैले आन्तरिक राजनीतिमै चाहिँ व्याप्तता भएको कारणले गर्दाखेरि विश्व राजनीतिक मञ्चहरूमा, विश्व राजनीतिक फोरमहरूमा चाहिँ नेपालको उपस्थिति कमजोर हुने, होइन, नेपालले आफ्ना चाहिँ कुराहरू, तर्कहरू राख्नलाई त्यो स्टेजहरू पाइ नरहने। त्यसो भएको हुनाले अब नेतृत्वको सवालमा के हुन्छ त भन्दाखेरि त्यो किसिमको नेतृत्व चाहिँ लिड गर्न कसले सक्छ त भन्ने किसिमको चाहिँ एउटा मनोविज्ञानबाट चाहिँ हामी परिचालित भएर अन्तर्राष्ट्रिय फोरमहरूमा कसले डिल गर्न सक्छ, होइन, हामी एउटा स्वतन्त्र सार्वसत्ता राष्ट्र भएको हिसाबले चाहिँ हाम्रा मुद्दाहरू, एजेन्डाहरू कसले विश्व स्तरमा चाहिँ पुर्याउन सक्छ भन्ने किसिमको चाहिँ नेतृत्व हामीलाई चाहिएको। त्यसो भएको हुनाले त्यसो अन्तर्राष्ट्रिय भू राजनीतिक चलखेलमा चाहिँ फस्नु हुँदैन हामी, होइन। त्यसो भएको हुनाले यो किसिमका शक्तिहरू त अनेक किसिमले चाहिँ हामीलाई टुक्र्याउन, तपाईँ हामीलाई छिन्न भिन्न बनाउन, होइन, जातीयताको नाममा, धर्मको नाममा, संस्कृतिको नाममा, भौगोलिक नाममा टुटफुट गराउने स्थितिहरू चाहिँ छन् के तपाईँ हामीलाई चाहिँ के पैसाको लोभमा, होइन, 2-4 रुपियाँको लोभमा। त्यसैले संसारमा तपाईँ अरबौँ करोडौँ कमाउनुहोस् तर आफ्नो मातृभूमि जस्तो प्यारो जन्म दिने जस्तो आमा जस्तो गरिब हुन् आफ्नो जन्म दिने आमा, तर आमा त आमै हो नि त। त्यसैले हामी नेपाल आमालाई माया गर्नुपर्छ, विभाजित हुनु हुँदैन भन्ने कुरा धारणा राख्न चाहन्छु। हस्त नमस्कार, जय नेपाल, अभिवादन।